भदौ 23 गते जेन्जी रगतले लतपतिएको त्यो ज्याकेट कहाँ छ अहिले? त्यो हामीसँग अफिसमै छ, राखिरहेको छौँ हामीले। तपाईले भन्नुभएको थियो जबसम्म ती बच्चाहरूले न्याय पाउँदैनन् तबसम्म यो ज्याकेट धुँदिन भनेर, खोल्दिन भनेर पनि भन्नुभएको थियो। अब मेरो सबै टिमहरूले साथै तपाईको जेनजीको प्रतिनिधिहरूले पनि तपाईको जतिजना जेनजीको प्रतिनिधिहरू हुनुहुन्छ हामीले जम्मा गरेको, उहाँहरूले नि के भन्नुभयो भन्दाखेरि चाहिँ तपाईँ हामी नेपाल भएर आउने कि तपाईँ जेनजी भएर आउने भन्ने कुरा गर्नुभयो क्या। अनि तपाईँ किन जतिखेर जहाँ पनि ज्याकेट लगाएर हिँड्नुहुन्छ भन्ने कुरा गर्नुभयो। त्यही हिसाबमा चाहिँ अब हामीले चाहिँ खासमा मैले चाहिँ पर्सनली तपाईँको त्यो ज्याकेट खोलेर राखेको छु, मैले राम्रोसित राखेको छु त्यो। अनि त्यो धुँदिनँ म अहिले धुँदै धुन्न त्यो।